भनिएको छ। हाम्रा वडा र हाम्रो पालिकामा पर्ने स्वास्थ्य चौकीहरूको अवस्था कस्तो छ र स्तर उन्नति कसरी गर्छन् भनेर तपाईहरूले सचेत नागरिक भएको हैसियतले गएर बुझिदिनु होला र घचघचाउने काम समय समयमा गरिरहनु होला। त्यसैगरी हाम्रा वरापरा भएका चौतारा, धारा र पाटी पौवा त्यसैगरी सामुदायिक भवनहरूको अवस्था कस्तो छ प्रश्न गर्नु होला। यो प्रश्न गर्नु होला भन्ने कुरा सुन्दाखेरि के नै हो र जस्तो लाग्छ। तर म समय समयमा यसो सम्झिने गर्छु, यदि मेरो हजुरबुवाले भोट दिएर जिताएको प्रतिनिधिहरूलाई पटक पटक त्यही समयमा प्रश्न गर्नु भएको थियो भने आज देशको यो हालत हुँदैन थियो। यदि मेरो बाबाले पटक पटक भोट हालेर जिताएका प्रतिनिधिहरूलाई प्रश्न गर्नु भएको थियो भने, औँला ठड्याएरै प्रश्न गर्नु भएको थियो भने देशको यो हालत हुँदैन थियो। त्यसैले हामी प्रश्न गर्न डराउनु हुँदैन, झुक्नु हुँदैन। मेरो हजुरबाको पुस्ता पक्कै पनि चुकेको थियो प्रश्न गर्नको लागि, त्यही भएर देशको आज हालत यो भएको छ। हामीलाई यो प्रश्न नगर्ने छुट छैन। अब हामी सचेत नागरिक भएको हैसियतले पनि हरेक ठाउँमा गएर हाम्रा जनप्रतिनिधि